तर सबै केटा मान्छे चिटर चाहिँ हुँदैन यार। मैले मेरो साथीलाई देखेको छु क्या, एउटा केटीको लागि यतिसम्म रोएको छ नि त्यो। तर केटी मान्छेले जे जतिसुकै मरिहत्ते गरे पनि एकचोटि मन बदल्यो भने चाहिँ जतिसुकै रुए कराए जेसुकै गरोस् क्या, एकचोटि पनि फर्केर हेर्दैन रहेछ क्या। यदि मन मर्नुपर्छ क्या, एकचोटि छोड्छु भनिसकेपछि छोड्छु रहेछ क्या। तर केटा मान्छेले चाहिँ त्यस्तो सक्दैन क्या। केटा मान्छेको मन चाहिँ यदि एउटा केटी भनेर लागिसक्छ नि, त्यसपछि जेसुकै गरोस् क्या, त्यो केटी बाहेक अरू उसलाई चाहिँदैन क्या। जसले जेसुकै भने नि, जस्तो सुकै कुरा लाए नि, भड्काउन खोजे पनि जेसुकै गरोस् क्या, कसम त्यो केटीको लागि मरिहत्ते गर्छ क्या। तर केटी मान्छेको चाहिँ एकचोटि मन मर्न पर्छ, जेसुकै गरोस् क्या, फरक नै पर्दैन रहेछ क्या। एकचोटि मन मरेपछि चाहिँ मर्यो हुने रहेछ क्या। अचम्मको छ क्या यो फिलिङ्स भन्ने कुरा चाहिँ होइन। कोही मान्छे चाहिँ कसैको लागि मरिहत्ते गरिरहेको छ, कसैको लागि चाहिँ मतलबै छैन क्या, त्यो कुरा बालै छैन क्या। माया गर्ने मान्छेले चाहिँ आफ्नो ठाउँबाट यस्तो माया गरिरहेको छ कि, तर बुझ्ने मान्छेले पो बुझे छैन त। फिलिङ्स भन्ने कुरा नै यही हो क्या। जो मान्छे चाहिँ आफ्नो भाग्यमा हुँदैन त्यही मान्छेसँग चाहिँ यस्तो फिलिङ्स बस्दिन्छ कि, फिलिङ्स भन्ने कुरा चाहिँ लास्टै खत्तम लाग्छ क्या मलाई। त्यही भएर पनि त कसैको लागि पनि त्यस्तो विधि मरिहत्ते गर्ने टाइपको फिलिङ्स चाहिँ नबसोस् जस्तो लाग्छ मलाई। प्रायः जस्तो केटा मान्छेले चाहिँ पनि रक्सी सक्सी खान्छ अनि झ्याप हुन्छ, त्यसपछि चाहिँ अनि उसको आफ्नो एक्सलाई चाहिँ म म्यासेज गर्दिनँ भनेर बसेको मान्छेले नि म्यासेज गरिदिन्छ क्या। सम्हाल्नै सक्दैन क्या आफूले आफूलाई। एकचोटि केटा मान्छेको ठाउँमा आएर बसेर हेरोस् क्या। तर यो कुरा बुझ्ने मान्छेले नबुझेपछि के हो नि त होइन। बदलिने मान्छे लिँदो रहेछ क्या छिटो बदलिने रहेछ यार। उनीहरूको मन मर्नु पर्ने रहेछ, मन मरेपछि चाहिँ सक्यो क्या। चाहिँदैन भनेपछि चाहिँदैन रहेछ। यदि आफूलाई कुनै मान्छे एकदमै प्यारो छ भने उसको लागि इफोर्टदेखि लिएर सबै थोक गर्नलाई रेडी हुनुपर्छ। इगो एटिट्युड राख्नु हुँदैन बिचमा। यस्तो कुराहरूले चाहिँ आफ्नो रिलेसन मात्र बिग्रिन्छ। त्यही भएर समय हुँदाखेरि नै सोच्नुपर्छ। गल्ती भइसकेपछि रियलाइज गरेर त्यो कुराको केही भ्यालुएबल हुँदैन नि त। फेरि कस्तो खालको मन हो क्या, जब कि एउटा केटी भनेर बसेपछि जस्तो सुकै राम्री आए पनि केही फरक नै पर्दैन रहेछ क्या। तर केटी मान्छेको चाहिँ एकचोटि मऱ्यो भनेपछि चाहिँ मऱ्यो। त्यही हो, म मेरो साथीलाई चाहिँ त्यही भन्छु, सक्दो अब चाहिँ आफ्नो मनलाई चाहिँ कन्ट्रोल गर्न सिक यार। तिमीले मरिहत्ते गरिरहेछौ तर उसले बुझ्न सकेकै छैन त। उसलाई अब तिमी चाहिँदैन क्या। तिमीले पनि आफ्नो मनलाई अब कन्ट्रोल गर्न सिक्नुपर्छ क्या। अब तिमीले पनि आफ्नो लाइफलाई चाहिँ अन्य बाटो लग्नुपर्छ। अब उसको लाइफमा तिमी छैनौ, तिमीले पनि आफ्नो बाटो कता हो, कता जाँदाखेरि मलाई ठिक हुन्छ भनेर सोच्नुपर्छ। त्यो साथी ऊ आफ्नै लाइफमा खुसी छ, तिमी पनि आफ्नो लाइफमा खुसी हो। त्यही भन्न चाहन्छु म तिमीलाई, स्टे ह्याप्पी।